सो हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आजको ब्लग सुरु भइरहेछ मेरो घरबाट। अनि सो मौसम पनि एकदम दामी भइरहेछ, पानी पर्नु आँटेछ यस्तो भइरहेछ होइन। मौसमहरू पनि यस्तो दामी यस्तो भइरहेछ, तर घरमा चाहिँ लाइट छैन। यो चाहिँ हो मेरो घर अनि म चाहिँ यतापट्टि छु। सो एकदम बबाल भइरहेछ मौसम चाहिँ, अब ठुलो पानी आउनु आँटेछ होइन। अनि आजको ब्लग चाहिँ यस्तै सुरु भइरहेछ। यो हो दाउरा मैले काटेको अस्ति भर्खर, दाउरा काटेर चिरेर यहाँ राखेको छु, तर उनी दिएको छैन पानीले। अनि यस्तो दामी, कस्तो दामी भइदिएको यार आज त। उहाँ चाहिँ पारी चाहिँ दाजुहरूको घर छ अनि हाम्रो वारी छ। यहाँ तल खोला हो, त्यहाँ तल चाहिँ खोला छ अनि चाहिँ हाम्रो घर। यहाँ चाहिँ फुलहरू छ अलिअलि। आज राति चाहिँ कुखुराहरू सबै लग्यो। यो हाम्रो कुखुरा घर चाहिँ आज सबै कुखुरा लग्यो, खालि अन्डा मात्रै छ, अन्डा मात्रै छ। माउहरू सबै लग्यो। गाईहरू छ, यहाँ चाहिँ गाईको ग्वाली छ। जम्सो झाडु बारी बनाएको हामीले अहिले साल। सो गाइस, जतिजनाले हेर्नुहुँदैछ भने मेरो फेसबुक पेजलाई चाहिँ तपाईँहरूले प्लिज फलो गरिदिनु होला अनि आफ्नो साथीहरूलाई पनि सेयर गरिदिनु होला होइन। सो यस्तो भिडियोहरू आइरहेको छ, तपाईँहरूले मेरो भिडियो चाहिँ एकदम सेयर गरिदिनु होला गाइस होइन। नयाँ क्यारेक्टरलाई एकदम तपाईँहरूको माया छ।